सम्पूर्णमा हार्दिक नमस्कार। हामीले विगत 7 दिनदेखि यता हामीले हिरादेवी रक्षा जीवन रक्षाका लागि सहयोग भनेर अपिल गरिरहँदाखेरि धेरैजनाबाट सहयोग प्राप्त भएको छ र हिजो बिहानसम्मको जति पनि सहयोग रकम छ हामीले सार्वजनिक गरेका छौँ र आज बेलुकासम्मको सार्वजनिक गरेका छैनौँ र आज बेलुका जुन टोटल सङ्कलित रकम सार्वजनिक गरिसके पछाडि हामीले हिरादेवी जीवन रक्षाका लागि जुन सहयोगको अपिल गरेका थियौँ त्यो बन्द गर्ने निर्णय गरिसकेका छौँ। किनभने आजभन्दा 6-7 दिन अगाडि हिरादेवीलाई हिरादेवीको जुन कर्मथलो सिरिसे बासपानी जन्मथलो यहाँबाट लिएर गइरहँदाखेरि लगेको भोलिपल्टसम्म निकै राम्रो भइसकेको थियो र म पनि भिडियो कलमा बोलेको थिएँ। बिस्तारै स्वास्थ्य स्थिति अलिकति नाजुक हुँदै गयो। चेकअप गरिरहँदाखेरि मृगौलामा पानी जमेको, फोक्सोमा पानी जमेको र पुरानो जुन रगतको बात थियो त्यसले नै ग्रसित बनाएको, सँगै तल्लो पेट अत्याधिक सुनिएको थियो। तर भोलिपल्ट अलिकति केही सुधार आयो। लगेकै दिन त राति आइसियुमा राखेको थियो, भोलिपल्ट 9 बजे आइसियुबाट निकालेर अलिकति सुधार भइसके पछाडि त्यतिकै राखिरहँदाखेरि सुधार भन्ने कुरा आएन। नआइसकेपछि खर्च एकदम बढी भइसके पछाडि आजभन्दा 3 दिन अगाडि विराटनगरमा रहेको नोबेल हस्पिटलमा राति 12 बजे सिफ्ट गरिसके पछाडि पनि औषधि चलाउँदा गर्दा पनि बहिनी भतिजी हिरादेवीको स्वास्थ्यमा सुधार नआइसके पछाडि आज भर्खरै अहिले लगभग 4:30 बजे नोबेल हस्पिटलबाट डिस्चार्ज पनि गरिसकेको छ र आयुर्वेदिक औषधि चलाम भन्ने कुरा पनि भइसकेको छ। यत्रो 6-7 दिनसम्म औषधि अस्पतालको औषधि चलाइरहँदा पनि सुधार भन्ने कुरा एकै थोपा नभइकन तपाईँको अस्ति बेलुकादेखि बमिट भक्को भई सँगै हिरादेवीको शरीर अत्याधिक मात्रामा सुन्निएको कारणले सुन्निरहेको पनि छ। त्यस्तै मृगौलाको जुन ब्लडलाई सफा गर्ने जुन भित्री जाली हुन्छ त्यो जाली पनि बन्द भइसकेको छ र अहिले यत्रो दिन उपचार गरिरहँदा पनि स्वास्थ्यमा सुधार नआइसके पछाडि आज नोबेल हस्पिटलबाट डिस्चार्ज लिएर आयुर्वेदिक औषधि चलाउने, यदि चलाउँदाखेरि पनि सुधार नआएको खण्डमा घर ल्याउने भनिसके पछाडि हामीले जुन हिरादेवी जीवन रक्षा